हेलो गाइज वेलकम टु माई न्यू भ्लग। यहाँहरूलाई स्वागत छ मेरो नयाँ भ्लगमा। सदा चाहिँ फेरि पनि यहाँहरूलाई खानेकुराकै भ्लग लिएर आएकी छु। पहिला पहिला मैले बनाएको खानेकुरालाई असाध्यै मन पराइदिनु भएको छ। फर्स्ट अफ अल त यहाँहरूले सबभन्दा पहिला मेरो रेजिना उप्रेती युट्युब च्यानललाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला र यहाँहरूको साथमा म सधैँ यसै गरी नै फेरि पनि आइ नै रहनेछु। आज चाहिँ म यहाँहरूलाई व्हाइट सस पास्ता पहिला पनि मैले बनाइसकेकी छु, तर आज चाहिँ व्हाइट सस पास्ता कस्तो हुन्छ त मैले बनाएर यहाँहरूलाई देखाउँदा खाउँ खाउँ लाग्छ कि लाग्दैन, आफूलाई बनाउँ बनाउँ लाग्छ कि लाग्दैन, हेरेपछि थाहा हुन्छ। यहाँहरूलाई म जहाँ मेरो किचनमा बसेर जे देखाउँछु मेरो कुकिङ म यहाँहरूलाई त्यही लाँदैछु। गाइज व्हाइट सस पास्ता बनाउन के चाहिन्छ त, के राखेर बनाउँछु त म यहाँहरूलाई म त्यो सबै देखाउँदैछु। यो पास्ता भइगयो, यसलाई मैले चाहिँ बोइल गरिसकेकी छु। यो चाहिँ गाजर भइहाल्यो, त्यसपछि यो क्याप्सिकम अनि अनियन, यो चाहिँ चिज, बटर, गार्लिक, चिल्ली फ्लेक्स, सल्ट, ब्ल्याक पेपर, अरिगानो। अनि यसलाई ठ्याक्कै यो मिल्क प्रोफेसनल तरिकाले त नबन्ला, तर अब घरमा बनाउने आफ्नै तरिकाले सिम्पल सरल यहाँहरूलाई कसरी बनाउने म सुरु गर्न गइरहेको छु। म बटरमा बनाउँदैछु, गार्लिक राख्दैछु, लसुन, यसलाई अलि रातो हुने गरी गयो भने यसको अलिक फ्लेभर स्मेल आउँछ। यो हल्का ग्यास रेडी छ। यसलाई प्याज राख्दैछु। यो चाहिँ पास्तामा राख्ने भेजिटेबल बनाउँदैछु मैले। यसलाई पहिला फ्राई गरेर निकाल्छु अनि त्यसपछि फेरि म यसको चाहिँ सस बनाउँछु। गाजर, क्यारेट राखेँ, क्याप्सिकम पनि राखेँ। यो भेजिटेबल रेडी भइसकेको छ। अब यो पास्ताको लागि सस बनाउँदैछु। यो ससको लागि 2-3 चम्चा मैदा पनि एड गर्दैछु। यसलाई मजाले मिक्स गर्नुपर्छ। मैले चाहिँ यो कोरिनी भएको भएर यसैले नै गरिरहेको छु। मैले चाहिँ थोरै थोरै दुध राख्दै ग्यास सानो बनाएर यसलाई बिस्तारै अब मजाले यो मिक्स हुनुपर्छ। थपेँ साथीहरू, यसले गर्ने हो खासमा चाहिँ। यसले यो कोरियो अनि मैले यसले गरिनँ। त्यसपछि यसले गर्दाखेरि पनि सस अलि राम्रोसँग बनेन। लास्टमा मैले यसले चाहिँ घोड्दैछु। अब बनाउनु त पर्यो, राम्रो देखाउनु पर्यो। यसले मजाले यसरी खास अर्को स्टिलको कराईमा बनाएको भए हुने रहेछ। मैले यो नन स्टिकमा बनाएँ। यसमा अलि मजाले गर्नलाई चाहिँ अलि यसलाई पुरा लागेरै बनाउनु पर्यो। यो भइसकेको छ। मैले यसलाई चाहिँ सस बनाइसकेको छु। अब यसमा टेस्टको लागि नुन राखेँ, यो चिल्ली फ्लेक्स राखेँ, त्यसपछि ब्ल्याक पेपर, त्यसपछि अरिगानो। यसलाई राखेर मैले चाहिँ मजाले यो मिक्स गर्दैछु। अब मैले अघि बनाएको भेजिटेबल यसमा सबै राख्दैछु। यसलाई पनि मजाले मिक्स गर्ने। चिज पनि
राख्दैछु। अब बिस्तारै लगभग म सबै राख्दै जान्छु। अब मैले यो पास्ता पनि राख्दैछु। लगेकी छु। मजाले मिक्स गरिदिने। म यति बाँकी पनि मैले मिक्स गरिदिएँ किनभने हामी 6-7 जना छौँ। अलि थोरै थोरै त पुग्नु पर्यो 5-6 जनालाई। मैले पास्ता लगभग रेडी भइसकेको छ। व्हाइट सस पास्ता रेडी भइसकेको छ। यहाँ यसरी देखाउनु त भान्जी, यस्तो राम्रो लुक्स आइसकेको छ। अब यो बनाएर मात्र त भएन, मैले खाएर पनि देखाउनु पर्यो सबैजनालाई, अनि मात्र थाहा हुन्छ कस्तो बनेको छ। म टेस्ट गर्दैछु। हेर्दाखेरि त यम्मी नै देखेको छ। अब यो एकदमै मजा आउँछ जाडोमा तातो तातो व्हाइट सस पास्ता। तपाईँहरू पनि घरमा मजाले यसै गर्ने बनाएर खान सक्नुहुन्छ। म चाहिँ खाँदैछु है त। मजा आयो। जाँगर चल्यो भने त यसरी खान पनि पाइन्छ। त्यसैले साथीहरू सबैजनाले जाँगर चलाउनुहोस्, कुकिङमा इन्ट्रेस्ट देखाउनुहोस्। त्यो भयो भने त घरमै बसी बसी रेस्टुरेन्टमा पाइने जस्तो व्हाइट सस पास्ता खान पाइन्छ भन्दै सबैजनालाई स्वस्थ रहनु, मस्त रहनु, एकदम व्यस्त रहनु। रेजिना उप्रेती मेरो युट्युब च्यानललाई पनि लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला र तपाईँहरूले पनि यसरी नै बनाएर खानु होला। अनि कस्तो भयो मेरो कमेन्टमा आएर कमेन्ट गर्नु होला भन्दै टाटा।